हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो डे मिनी ब्लगमा। म चाहिँ आज पहिलोचोटि मोबाइल अगाडि राखेर यसरी पहिलोचोटि बोल्दैछु। मलाई त्यसरी राम्रो बनाउन पनि आउँदैन नि त, अनि पहिलोचोटि बनाउँदैछु म चाहिँ। अनि यसरी अगाडि हातमा मोबाइल राखेर अनि हामी चाहिँ बजे र म चाहिँ खेतबारीमा आएको थियौँ, अघि नै आएको थियौँ। अनि हामी चाहिँ यहाँ खेतमा उता बेसा र पिरारू रोप्न आएको थियौँ खेतबारीमा। अनि हामीले उता जम्मा गरेको थियौँ मल। अनि बजेले चाहिँ भ्याएर उता कुनातिर जानुभएको छ बेसा रोप्न। अनि यति 3 लाइनमा चाहिँ बजेले पिरारू रोप्नुभयो। अनि हामीले चाहिँ खाल्टो खनेर बनाएको थियौँ। खाल्टो बनाएर अनि बेसा र पिरालु रोपेको थियौँ। मेरो चाहिँ खन्ने काम अनि मल हाल्ने काम थियो। अनि चाहिँ मैले चाहिँ सब गरेर भ्याइसकेँ। अनि एउटा मात्रै कोटी थियो। त्यसैले बजै कस्तो भयो? एकदम ठिक, मजा आछ। हामीले यस्तरी खाल्टो खनेर मल हालेर बजेर यहाँ बेसार रोप्दै हुनुहुन्छ। मैले क्या अघि नै बेसार भन्छु भन्दा लसुन भनेको गरेछु है भिडियोमा। बेसार भन्छु भनेको बेसारै आएको के अरे लसुनै आएको कि मुखमा। अनि यहाँ पछाडि यस्तो बाँस छ हाम्रो, यस्तो सुकिया बाँस। के भन्नु छ बजाइ? के भन्ने अब, यस्तै छ जिन्दगानीमा। हामी बजेको कुरो ओ भाइ खरो चिउमानीको छोरो। हामी बजेको डाइलग, यो दिनको डाइलग। यस्तरी आधी जति भ्यायो, अब आधी जति छ यहाँ हाल्न, बेसार हाल्न। अनि चाहिँ हाम्रो यहाँ आँप फलेको यति सानो बुट्टामा 3टा जति आँप फलेको छ। यतापट्टि राम्रो आएको रहेछ भाइ, हरियो भएर होला। अहिले हामी बजेको काम गर्दा गर्दा अहिले होसमा हुन्न। अहिले के हुन्छ अहिले फेरि थाहा हुँदैन। कतिखेर के हुन्छ, कतिखेर के निस्किन्छ भन्ने थाहा हुन्न काम गर्दा गर्दा बजेको। बोल्दा बोल्दा के बोलिन्छ, बुझ्नेले त बुझ्ला भनेको, नबुझ्नेलाई त के हो होला फेरि। बुझ्नेले थाहा पाएर हाँस्ला, नबुझ्नेले फेरि के रहेछ। बजेलाई भेसाउँछ बढी। तपाईँ त्यहाँनिर उसमा हरियो बुट्टामा बसेको कस्तो राम्रो आछ। पहिरन ठिकै आयो, नयाँ जस्तो मान्ने छ। झन् त्यहीमाथि सेतो माला लगाएको झन्। मैले चाहिँ मल बचेको थियो, 1 डोको जति मल छ क्या सायद यसमा। मैले हिजो चाहिँ मैले कति 6 ओसारे साँझसम्म। अनि त्यसपछि बिहान 3, 7, 8, 9 भारी पोकेको मल। अनि अगाडि त धेरै हाल्नु भएन, अलिअलि हाल्नु भएछ पिरालुमा, पछि बच्यो। अब यो मल चाहिँ अब हामी लसुन बारीमा फाल्छौँ। यति बचेको छ। अब यो यति लाइनको लागि चाहिँ राख्नु पर्यो। यति लाइनको लागि चाहिँ रोप्नु छ मल राखेको ठाउँमा। अनि अरू बचेको चाहिँ हामी लसुन बारीमा हाल्छौँ। म चाहिँ बेमा जान रेडी भइसकेँ। बे चाहिँ त्यही गाउँमा थियो। अनि म चाहिँ बजेको सट्टा जाँदैछु। बजे चाहिँ जानुहुन्न यस्तो बे वर्गमा। अरू आन्टीहरू जानुहुन्थ्यो, अनि आन्टीहरू चाहिँ हुनुहुन्न। अनि त्यसैले चाहिँ म जाँदैछु बजेको सट्टा बेमा। मेरो लुक्स
सिम्पल लगाएको छु, कुर्ता मात्रै लगाएको छु मैले। म बिहा खाएर आएर पनि न्वारानमा गएर न्वारानमा सबै फुपू दिदीहरूसँग सबैजनासँग भेटेर चाहिँ म यहाँ फुपू घर आइसकेँ। फुपूको चाहिँ पसल छ, पछाडि हेर्नुहुन्छ, हेर्नुहोस् पछाडि हाम्रो फुपूको किनारा पसल छ। म चाहिँ यहाँ आएको कति दिन भयो, 13 गते आएको थिएँ। 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23 भनेपछि म ठ्याक्कै 11 दिनपछि बल्ल यहाँ आएँ। घर आएको 11 दिन, कति 11 दिन भयो क्या हो म यहाँ आएको। अनि त्यसपछि निनी घर आएको थिएन, म यति दिनपछि बल्ल यहाँ आएँ। सायद म इक्जाम भ्याएर, इक्जाम 25 गते भ्याइन्छ, 25 गते आउने भनेको थिएँ। अनि फेरि यहाँ बेमा आएको थिएँ, फेरि बेपछि फेरि यहाँनिर नजिकै जान्छु भनेर आएको थिएँ। अनि फेरि त्यहाँ बसेँ, आन्टी फुपूहरूसँग गफ गरेर, अनि म पसलमा निनीसँग आएको। निनी चाहिँ बाहिर बस्नुभएको छ। म फेरि पहिलोचोटि मोबाइल अगाडि राखेर भिडियो बनाउँदैछु नि त। अनि त्यसरी चाहिँ मलाई लाज लाग्यो। अनि म फुपूसँग बस्दैन, अनि फुपू चाहिँ बाहिर हुनुहुन्छ। अनि फेरि यहाँ एक्लै भएको बेला बोल्न सक्छु नि त, एक्लै धेरै मान्छे भएको बेला बोल्न सक्दैन नि त। अनि त्यसैले चाहिँ म एक्लै भिडियो बनाउन लाग्यो। पहिलोचोटि हो फेरि साथीहरू, पहिलोचोटि बनाउन लाग्यो। यस्तो नर्भस पनि भइरहेको छु कि म। हामी फुपूको किनारा पसल सानो सानो यहाँ पछाडि पसल छ हाम्रो फुपूको। अनि धेरै जस्तो चाहिँ स्कुल लाग्ने टाइममा, अनि इन्डोलको बेला, अनि बिदाई भएको बेला बल्ल पसल चढ्छ। अन्त अलिअलि फाटाफुट्टा छोरी नमस्ते गर्थ्यो, नमस्ते हो। ल फेरि यहाँ माथि आएर गर, माथि आएर, ल माथि आएर गरिदेऊ त, माथि आएर गरिदेऊ ल। नमस्ते हो, ठुलो ठुलो हुनु। चोर्यो चोर्यो, दिनाङले चोर्यो। म मान्छेको अगाडि बोल्न सक्दैन कि, म यति नर्भस हुन्छु। बोल्ने चिज पनि म बोल्न सक्दैन के। अनि त्यसैले चाहिँ म एक्लै भएको बेला भिडियो बनाएको। अनि फुपू चाहिँ बाहिर हुनुहुन्छ। अनि ठ्याक्कै छोरी पनि आयो। अनि पसलमा पनि मान्छे आएको थियो। अनि पसलको सामान दिएँ। यस्तो नर्भस भइरहेको, अझै पनि म नर्भस भइरहेको छु। यहाँ बोल्न यस्तो अप्ठ्यारो भइरहेको छ। त्यो पनि अलिअलि गरेर पानी पारिहाल्छु। रहर लागेको चिज त भयो, गर्नै मन लाग्छ। अनि अब राम्रोसँग पनि जान्दैन कस्तो के बोल्ने हो, कसरी देखाउने हो भनेर, त्यस्तो नलेज चाहिँ छैन ममा। अनि पछि अलिअलि गर्दा गर्दा सिकिहाल्छु कि भन्ने आशले मैले चाहिँ बनाएको। अनि म त बजे घर चाहिँ गएको छैन। अब एकछिनपछि आन्टीको बचत उठाइदिन जानु छ। आन्टी बेमा जानुभएको छ, बेमा हो कि बत्ती बन्धनमा हो, सायद जानुभएको छ। अनि अलि दिन आन्टीको सट्टा बचत उठाइदिएर जानु छ भन्दै के गरे बोके त्यसलाई छिटो रनिङ गर्छ नि हामी, रनिङ ल, रनिङ 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 म त झन् आज यस्तो मलाई मिलिक गरेछ, पानी पर्ला जस्तो गरेको छ। मिठो भएको लाइन आउँदैन क्या भनेर रिचार्ज किन्न गएँ, एमबी तान्ने भनेर लाइन आइगयो। मिठो भएको छ। खै बहिनीलाई ल्याएकै छिटो। राया What is this? वाट इज दिस? राया के खाएको? चाउचाउ खाएको? को बहिनी होला है यसरी यो चाउचाउ यहाँ भुइँमा राखेर चाटेर खाने। खाने होइन, उठ खाने होइन। हेर पप्पी आयो, पप्पी आयो, पप्पी आयो। उठ 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 उठ, डर मान्छ। उठ नानी। खाना यसरी खाए हुन्न। चाउचाउ ए त्यस्तो नगर्नु न, म यहाँ भिडियो बनाएको छु। हो त्यही त, अनि बोल्न र बोल्दा बोल्दा के बोलिन्छ, काम गर्दा गर्दा के फुस्किन्छ, अनि त्यही त। अनि
यो नानी कुकुरको जुठ हो यो पनि अचम्मै छ यता नै गिटा भन्दा बुवा गर्नु पर्ने छ सम्झिन र भान्जीले सम्झियो बजेलाई कुकुरले सम्झेको अरे सम्झिन र भान्जीले माया फर्काउने कि माया मात्रै पाउने हो कुकुरलाई सम्झिने भन्नु न अझै यो पपिला त म त बजे उज्यालो आउनुभएको छ अँधेरोमा नानी कसको बह गरे नानीको चुप्पा गर्दैन बजेलाई नानीको हाम्रो हो त पछिबाट आएको मैने बज्यो भने होइन हाम्रो बज्यो जा 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 है त नानीको बुवा हामी भन्दा पछि आएर हक जताउँछियो पक पक तलाई पक पहिला मेनु काको थियो त्यसपछि मेरोबाट सन्दीपामा गयो सन्दीपा पछिको गुन्जन होइन बजे गुन्जन होइन सिजित जन्मियो होइन सन्दीपा पछि गुन्जन भन्दा त सिजित जेठो होइन सिजित पछि गुन्जन पछि युजल पछि युनिसा पछि ऊ भयो सायन पछि बल्ल यो पपिला हेर्नु यहाँ धेरै जस्तो माया त कसले पायो मेनकाले पायो मेनकाले अरूले त पाएन नानी घर बस्यो होइन पहिलो र कान्छोको हो कि धेरै माया गर्ने त हामी बिचमा पर्यौँ लाइन गयो भर्खरै लाइन आयो कस्तो देखेछ नानी कस्तो देखेछ ल तिमीहरू ल नानी बजीलाई के भयो अरे कहाँ बच यहाँ कहाँ बच कहाँ बोलाइ के बोलाइ दिदीलाई होइन बोलाइ ए सबै हुन गएपछि अरू जान्छ भनेर बुवाको बुबु खाऊ अब खानु पोते माला हो छोरी मान्छे भएर यत्तिको चाहिँ गर्नुपर्छ छोरी मान्छेको जात जनाइहाल्छ माला भन्नु न्याम्मो भयो भन्नु लभ यु भन्देऊ न हाई गरिदियो हाई यसरी यता हेरेर यसरी हाई भयो ए लस भयो हामी चाहिँ खाना खाएर कोठामा आएर बसिसक्यौँ बजे चाहिँ मोबाइल हेर्दै हुनुहुन्छ मस्तले दिनभरि काम गरेर अहिले थकाइ लागेर मोबाइल हेर्दै हुनुहुन्छ म चाहिँ खाना खाएर पढेर काम भ्याएर बसेँ मलाई चाहिँ बोल्नै आएको छैन पहिलो दिन भएर होला सायद मोबाइल अगाडि राखेर स्वर पनि आएको छैन मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद बाई बाई साथीहरू थ्याङ्क